कि हामीलाई यस्तो नोकर चाहिएको छ जो खुरुको 100% भनेको मानुस। हरेक मान्छेलाई त्यस्तो चाहिएको छ, किनकि कोही पनि व्यक्तिमाथिको डिपेन्डेन्सी खतरनाक छ, किनकि उसले नमान्न पनि सक्छ भन्ने आधारमा एउटा त टेक्नोलोजिकल डिपेन्डेन्सी हाई हुनेवाला छ हैन। मैले भन्न बित्तिकै मान्ने खालका मान्छेहरू अथवा मैले भन्न बित्तिकै मान्ने वस्तुहरू मलाई चाहिएको छ। सो यस अर्थमा टेक्नोलोजीले हाई डोमिनेन्स लिनेवाला छ। तर एउटा ड्राइभिङ फोर्स त यो छ जो भौतिकताको तहमा जानेवाला छ हैन। दोस्रो ड्राइभिङ फोर्स के छ त भन्दाखेरि आखिर मैले त्यो सबै पाएर हुन्छ के, म पुग्छु कहाँ हैन। मलाई तुरुन्तै अहिले नै अब अमेरिकाको राष्ट्रपतिसित कुरा गर्न सक्ने भएर पनि आखिर त मैले राष्ट्रपतिसित गर्ने कुरा के हो? दाल भात तरकारीको कुरा गर्ने हो कि हैन, के विषयमा मैले कुराकानी गर्ने? सो कुराकानीको तह केमा मैले के साँच्चै कि त्यसमा मैले आनन्द प्राप्त गर्न खोजिरहेको कि सो वाट इज माई रिक्वायरमेन्ट, मैले खोजिरहेको के हो त भन्ने ड्राइभिङबाट गयो भने चाहिँ फेरि यो टेक्नोलोजीले एउटा काम चाहिँ गर्न सक्छ। यदि मैले साँच्चैकै बुझ्न सकेँ, यो भोगलाई पनि मैले साँच्चैकै बुझ्न सकेँ भने के हुन्छ त भन्दाखेरि भोगेर पनि भोग्न नसकिने विषयहरू चाहिँ रहेछन्। मैले यो जिन्दगीभरिमा जतिसुकै सबै मेटेरियलहरू दिए पनि आई क्यानट, मैले सबै भोग्न सक्दिनँ। अहिले जस्तो मसँग एउटा ल्यापटप छ अथवा एउटा कम्प्युटर छ अथवा मेरो मोबाइल छ, मोबाइलका एप्लिकेसन सबै मैले एप्लाई गर्न पनि सक्दिनँ, सबै रिलहरू हेर्न पनि भ्याउँदिनँ हैन। भनेपछि मैले कति भोग्न सक्छु र? आखिर त मैले भोगेर पनि साध्य छैन भन्ने अन्डरस्ट्यान्डिङ आयो भने के छ त भन्दाखेरि अब दृष्टि कता फर्किन्छ त? मतिर फर्किन्छ।